जिंगनाको मुन्टारे ओम अपवित्र पवित्र वा सर्वापस्ताम गोतपी वा यस्मरेत पुण्डरीकाक्षम सबाहे भेन्तर सूची। जय सियाराम बाजे। जय सियाराम बालकहरू, तिमीहरू जनै लाउन आएको होइन? जनै पूर्णिमामा जनै लाउन नआएर माला लाउन आए जस्तो लाग्छ त। जनै त लाउन आएको हो नि। ओइ जाठा जे पनि नबोल है आडे। साले कस्तो मासाले छ भने नि जे पनि नबोल भनेर आफै आडेर लाडेको कुरा गर्छ। तेरो बाउले भन्ने होला। ए केटाहरू, यस्तो पवित्र मन्दिरमा आएर यस्तो फोहोर कुरा नगर। यो मन्दिरमा यस्तो कुरा गर्न नमिल्ने हिँड्नु न त पटतिर झाडीमा, अनि त्यहाँ गएर गरौँला जे गरे नि। राम 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 राम। यस्तो पवित्र दिनमा यस्तो कुरा गर्न लाज लाग्दैन कि तिमीहरू जनै पूर्णिमालाई हनै पुण्य बनाउने विचारमा लागेका छौ? विचार त तपाईँकै छ क्यारे, अघिदेखि अमलाले फक देखाइरहनु भएको छ। ओइ तँ धेरै नबोल है, यो त बाजेको ठुलो अध्ययनपछि जानकारीमा आएको ध्यानमग्न हुने फकर पोज हो। मलाई पनि जिन्दगीमा धेरै पोजहरू सिक्ने रहर छ, पछि फोटो खिच्दा पनि काम लाग्छ। यो पोज मलाई पनि सिकाइदिनु पर्यो बाजे। के सिक्नु पर्यो त? स्वाट्ट पारेर बीच कमला निकालेर बस्न। ओइ तँ धेरै बीच कमला उठाउने कुरा नगर, अहिले फेरि अर्कै बीच कमला काटेर कागला दिनु नपरोस् नि। यसको त केही कामको छैन, दिए पनि हुन्छ। चुप लाग, जेपेटी बोल्छस्। बाजे तपाईँ पनि जनै लगाइदिन अघि बढ्नुहोस् न अब, कि दिनभरि गफ मात्रै हानेर बस्ने विचार छ? अगाडि त बढिरहेको छु त, को पछाडि बढ्छ त बिना काममा? तपाईँ बढिरहनु भएको छ नि, यत्रो बेर भइसक्यो जनै लाउन आएको, खाली गफमा मात्र भुल्याउनु भएको छ। जनै लगाइदिने एउटा पनि कुरा गर्नुहुन्न। तिमीहरूले गर्न दिए पो गर्नु त अनि, तिमीहरूले गर्नै दिँदैनौ। ऊ देखिस् केटा, यी बाहुन छुल्लेका छन् भनेर मैले अस्ति नै भने होइन, हामीले गर्नै दिँदैन भनेर भनिरहेका छन्। अहिले टिप्पेर बारीको पाटा पुर्याइदिन्छु अनि जनै लगाउने कुरा पो गर्न दिँदैनौ भने त। प्रक्रिया अगाडि बढाउन तपाईँलाई कसले रोकेको छ र? कि बालेन साले नगर भनेर आदेश दिएको छ? ओ मङ्गलम भगवान विष्णु, मङ्गलम गरुड ध्वज, मङ्गलम पुण्डरीकाक्ष, मङ्गलाय तनु हरि। होइन, तपाईँलाई एउटा पनि मन्त्र आउँदैन क्या हो? यो मन्त्र त बिहेमा भन्ने मन्त्र हो त, यहाँ किन भने? तँहरूको यो जुनीमा बिहे नै नभएपछि भुत्राको मन्त्र हुन्छ त? तिमीहरूको लागि यही बिहेको मन्त्र नै जनै पूर्णिमाको मन्त्र हो। त्यतिसम्म पनि नभन्नु बाजे, बिहे गर्न नचाहेर मात्रै हो, नत्र हाम्रो पछि केटीहरू लाइनमा छन्। होलान् अलिअलि जङ्गलका बादर्नीहरू च्याउ 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 गरेर पछाडि लागेका। त्यस्तो होइन हो, रियल कुरा गरे मैले। यो बाजेको बोली सुन्दै बानी खराब छ जस्तो देखिन्छ। जनै पनि यहाँ बसेर नबादम कारे। जनै त बाँध्नुपर्छ, घरकाले बिहान कुटेर पठाएको बिर्सिस? त्यस्ता कुटा एक दिन खाएको हो र नबिर्सनलाई? 365 दिनमा 370 दिन कुटे खाएपछि यत्रो हुन्छ त अनि? त्यही त अघिदेखि न हातले तलतिर समातिरहेको छ भनेको त तिनै अन्डामा डन्डा भेटेर पो रहेछ त। हैट बाजे, यस्तो कुरा त नगर्नुहोस् न। अब जनै फेर्ने कुरातर्फ लाग्नुहोस्। अनि नयाँ जनै फेर्न त पुरानो जनै पनि लागेको हुनुपर्छ। खै त तिमीहरूको पुरानो जनै त्यही नभएर त लाउन आएको त। पोहोर परारकै भएको भए त किन नयाँ लाउनु पर्थ्यो? त्यसले नै काम चलिहाल्थ्यो नि। कहाँ त्यस्तो हुन्छ? पहिला नयाँ जनै लगाउने अनि पुरानो निकाल्ने हो। ए हो र? अनि मैले त अस्ति नै झुल टाङ्दा डोरी नपुगेर त्यही जनै फुकालेर टाँसिसके त अनि। हुन पनि सुँगुरको मासु खाँदा मलाई निकै गाह्रो हुन्थ्यो खोलेको खोले गर्न, तर झुलमा हालिदिइसकेपछि त साह्रो आनन्द भएको छ। अनि तेरो त छ नि पुरानो जनै? मेरो त छ, हराउने चान्सै छैन नि। हुन त यसो कहिले काहीँ रक्सी र सितन खाएको बेलामा त फुकाल्ने, त्यही नि खाइसकेपछि तुरुन्तै लगाइहाल्छु। अनि खै त जनै देखिँदैन त? होइन, कस्तो कुरा गरे हौ? तपाईँलाई जनै लगाएको छ भनेर देखाउन निधारमा लाएर हिँड्नु त अनि, कि हातमा झुन्याएर हिँड्नु? जनै त लुगाभित्र हुन्छ नि। ल अब लुगा खोलाऊ। हेर्न सक्नुहुन्छ हाम्रो हास्यल्याकमा दर्शकबिन, दिन डाँडै मन्दिरमा बाहुन बाजेको मुखबाट लुगा खोल्नुहोस् भन्ने खालका अनैतिक प्रस्तावहरू आएका छन्। तँलाई मैले थोडी न सबै लुगा खोल भनेको, माथिको लुगा पो खोल भनेको त। देख्न सक्नुहुन्छ, आज हामीलाई माथिको खोल भन्दै भोलि केटीलाई खोल भन्नुभयो भने के हुन्छ? एउटा रेस्पेक्ट भन्ने कुरा नि छैन कि बाजेसँग? अनि लुगा नखोलिकन बाहिरबाट लाउँछस् त जनै? अनि बाजे, जनै त छोटो छोटो छ त। जनै छोटो त हुन्छ नि, घरलाई बेर्ने हो र लामो हुनलाई। मजाक नगर्नु न तपाईँ पनि। यो यतिकै लायो भने त साइड ब्रा लगाए जस्तो देखिएला त। अहिले लामो छैन भनेको। बोल्ने तरिका छैन। त धेरै बकबक नगर न, सबैलाई लाउँदा भएको छ, तँलाई चाहिँ छोटो हुन्छ। अनि हेर्नु न तपाईँ आफै, मेरो टाउको त छिट्छ जस्तो लाग्दैन। झन् यो उल्याएको घन जत्रो टाउको कसरी छिर्थ्यो? अनि बाजे साँच्ची यो जनै अरू कलरमा चाहिँ लाउन मिल्दैन? मिल्छ भने मलाई निलोमा लगाइदिनु न। तेरो अन्डरवेयर हो र जुन कलरको नि लाउन मिल्नु? जनै सेतो रङको लाउनु पनि आफ्नै सिम्बल छ, आफ्नै सङ्केत छ। तैँले जे भन्यो त्यही हुन्छ यहाँ। त्यसो भए ब्लूको नि सिम्बल छ नि? एउटा कलर भयो, अर्को गीत भयो, अर्को फिल्म भयो। चुप लाग्दा, तिमीहरू अगाडि बसेर कुरा गर्नु त भालुलाई पुराण सुनाए जत्तिकै हो।
जनै त लाइयो अब बाजेलाई दक्षिणा त दिनु पर्दैन हैन त चाबु यति धागो त भिराइदिएको हो के दक्षिणा दिइ बस्नु के दिइ बस्नु होइन देखिन यहाँ इसेवाको क्युआर राखेको खुरुक्क 100 रुपियाँ हाल होइन भने नगद 100 रुपियाँ निकाल जम्मा 5 रुपियाँको धागो मागेर 100 रुपियाँ माग्छ यस्तो हो भने त म पनि यस्तै गरी अरूलाई जनाइ बेच्दै बस्छु बस्न त तँलाई कसले नबस भनेको छ र पहिला खुरुक्क 100 रुपियाँ निकालिहाल त हुनु त बाजेलाई खुसी नबनाइ जना लानु भनेको त पाप भेट्नु जस्तै होला देउल्या 100 रुपियाँ जनै पनि लाइयो तर अब फेरि झ्याउ बनाउँछ जहिले त्यही त झराझरी गर्छ अस्ति एक दिन त बल खेल्दा खेल्दै कमरसम्म पुगेर कन्दानी लाएको जस्तो भएछ त्यो त कमन समस्या भइगयो नि सबभन्दा ठुलो समस्या त सुँगुरको मासु खाने बेलामा जनै खोल्नु पर्ने पो हो त कहिले काहीँ त त्यत्तिकै बजाइदिनु जस्तो लाग्छ मलाई अनि हामीलाई त जनै तपाईँले लगाइदिनु भयो तर तपाईँलाई चाहिँ कसले लगाइदिन्छ नि जसरी तिमीहरूको फटाको ग्याङ हुन्छ त्यस्तै गरी हाम्रो पनि पण्डितको भेला हुन्छ अनि त्यही बेला एकअर्कालाई लगाइदिन्छौँ त्यो भेला पनि एक प्रकारको फटा ग्याङको भेला त हो नि ओइ केटा हाम्रो त घर गएर राखी बाँध्नु पर्ने छ अब घरतिर लाग्ने होइन घरमा गएर त बाँधौला तर अहिले जसलाई मैले जनै भिराइदिए उसलाई मेरो छोरीको हातबाट राखी बधाउने नियम छ हो र ल बोलाउनु न त हामी राडी छौँ राखी बाँध्न गाडी होइन क्या रेडी छौँ भने कुत्ता राडी भयो नि रेडी भयो नि एउटा हुनु त हो बाजे बोलाउनुहोस् प्रियङ्का छोरी यता आऊ त प्रियङ्का तिमी छोरी यिनीहरूलाई राखी लगाइदेऊ त होइन नबाधौँ होला हाम्रो त घरघरि दिदी बहिनी छन् के बाँधिरहनु र हौ त्यसरी हुँदैन यदि राखी बाँधिनस् भने 50,000 जरिवाना लाग्छ तिर्छस् पैसा आइया मलाई टाउको दुख्यो मलाई हस्पिटल कुदाइहाल त हिले लान्छ तँलाई हस्पिटल त्यो टाउको दुख्ने त कि टाउको फुटे पनि लाँदिन टाउको फुटो भने त सिद्धिहाल्छ यत्रो हस्पिटलमा लानु त अनि होइन होइन नबान प्रियङ्का मैले तिमीलाई अरू गर्मीले छोडेदेखि मन पराउन थालेको छु म तिमी बिना बाँच्न पनि नसक्ने भइसकेको छु त्यसैले राखी नबाध प्यारी त बोकाले मेरो छोरालाई मन पराएको भने त झन् नबानी हुँदैन तँले त जुन बेला पनि जे पनि गर्न सक्छस् कहाँ जे नि गर्नु अस्ति यो काण्डदेखि मलाई आँटा आउन छाडेको छ त्यही नै आज हामीसँग पैसा नै छैन पैसा नभए उतो चाहिँ के हो नि बाँधिदेऊ छोरी म नाङ्गो हुँदा मेरो ज्यान बाँध्नु पर्ने ठाउँमा राखी बाँध्यो होइन त अनुहार गरिहाल्यो नि प्रियङ्का मास्टरले गीतमा नाच्दासम्म केही मानेको थिइनँ तर राखी बाँधिदिएपछि त अति भइगयो नि यो 100% को बोका हो छ्या 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 जनै लगाउने भएपछि अनुशासनमा बस्न मेरो गाडी मेरो छोरीको यस्तो कुरा गर्छस् त्यही अनुशासनमा बस्ने भनेर त सुँगुरको मासु खाँदा पनि जनै खोलेर हान्छु त जनै लाउँदा हो भने चाहिँ प्योर बाहुन हो है म तर जनै बाँधिदिने भनेर बिचबिचमा यस्तो नियम बनाएर राखी बाँधिदिनु त भएन नि आफ्नो क्रससँग दिदी भाइको सम्बन्ध मिलेर के गर्नु यस्तो गर्न नमिलेपछि आजको जनै लाउन आएको यात्रा त आफ्नो लभ स्टोरीको मलामी आएको जस्तो पो भयो के रे तँलाई खुब जवानी चढेको छ होइन त तेरो एउटा दाना झिकेर नजुटाएसम्म केही होला जस्तो छैन त्यसको त पहिलेदेखि एउटा मात्र थियो त्यही नि झिको भने त सम्मै हुन्छ नि कुरा नगर यसको का एउटा मात्रै छ त यसको त दुईवटा छ अहिले एक दिन छु अनि के फरक सोचिरहेको आँखाको दाना भनेको मैले अब अर्को वर्ष जनै फेर्न आउँदा प्रियङ्का दिदी भनेर ढोक गरेर नबिर्सुनु है दुईजनाले नै